जय मसीह। आज हामी जीवनको अस्थिरता र परमेश्वरको अनन्त करुणा र धार्मिकताको बारेमा चर्चा गर्नेछौँ। तपाईँ हामी एकैछिन सोचौँ त, हाम्रो जीवनलाई पृथ्वीमा उम्रिएका घाँसको आयु र फूलको जीवनसँग तुलना गर्न सकिन्छ। घाँसको आयु र फूलको जीवन जस्तै मानव जीवन पनि अस्थिर र छिट्टो समाप्त हुने कुरा हो। जसरी फूलको जीवन रमाइलो र आकर्षक हुने भए तापनि त्यो चाँडै मर्छ र त्यसको अस्तित्व छिट्टै विलयन हुन्छ, त्यसरी नै मानिसको यो भौतिक जीवन जतिसुकै सफलता प्राप्त गरे तापनि वा सुख भोग गरे तापनि अन्ततः अस्तित्वमा रहँदैन। फूलको बिरुवा उम्रन्छ, वृद्धि हुन्छ, कोपिला लाग्छ, फक्रिन्छ र अन्त्यमा त्यो फूल ओइलाउँछ र हावाको बेगले त्यसलाई भुइँतिर खसाइदिन्छ र त्यो फूलको अन्त्य हुन्छ। जसरी फूलले तीव्र हावा, भारी वर्षा, चर्को घामको सामना गरेर जीवन चलाएको हुन्छ, ठ्याक्कै मानव जीवन पनि त त्यस्तै छ। मानिस जन्मन्छ, युवा हुन्छ, वृद्ध पनि हुन्छ र जसरी फूलले आफ्नो अस्तित्व छोड्छ त्यसरी नै मानिसले पनि यो संसार छोड्नेछ। जसरी फूललाई अन्तिममा हावाको बेगले भुइँमा झारिदिन्छ, त्यस्तै मानिस जातिलाई पनि पृथ्वीका अन्य बाहिरी कुराहरूको बेगले अन्ततः मृत्युमा पुर्याइदिन्छ, जहाँ हामी अस्थायी रूपमा अस्तित्वमा रहँदैनौँ र यो संसारको चक्रमा विलयन हुँदै जान्छौँ। यी कुरा सोच्दा तपाईँ हामी निराश हुन पुग्छौँ। तपाईँ हामीलाई जीवन के हो रहेछ त भनेर सोच्न बाध्य हुन्छौँ। जीवनमा जतिसुकै प्रगति गरे तापनि, सफलता हासिल गरे तापनि आखिरी यो हाम्रो भौतिक शरीरको अन्त्य जरुर छ। त्यसैले तपाईँ हामी यो भौतिक कुरालाई हेरेर या सम्झेर निराश या चिन्तित हुनु पर्दैन, किनकि पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वरले तपाईँ हामीलाई कृपा दिनुभएको छ। जबकि भौतिक मानव जीवन अस्थिर र छोटो छ, तर परमप्रभुको करुणा र धार्मिकता तपाईँ हाम्रो जीवनमा र तपाईँ हाम्रो सन्तानको जीवनमा अनन्तसम्म रहनेछ। यहाँ परमप्रभुको कृपा स्थिर र अनन्त छ। भौतिक मानव जीवन अस्थिर छ, त्यसैले यसमा भएको सुख, दुःख, सफलता अस्थायी हुन्छन्। त्यसैले कहिल्यै नमर्ने, कहिल्यै अन्त्य नहुने अनन्त जीवनको आत्मिक जीवन कमाउनु चाहिँ अग्रसर हुनुपर्छ भन्ने यहाँबाट सिक्नुपर्छ। परमप्रभुको कृपा अनन्त छ, जुन हाम्रो जीवनको ठुलो शक्ति र बलको स्रोत हो। परमप्रभुको कृपा र धार्मिकता आत्मिक उन्नति र स्थायित्वको मार्ग पनि हो। जन्म र मृत्युको सत्यलाई स्वीकार्न हामीले जीवनको अस्तित्वलाई बुझ्न आवश्यक छ। यी बाह्य घटनाहरूको बारेमा चिन्ता नगरी परमप्रभुको आशीर्वादमा आनन्द र आत्मिक जीवनको अर्थ खोज्नु पर्दछ। समस्याको बीचमा धैर्य राख्नु र परमप्रभुको कृपामा विश्वास राख्नु महत्त्वपूर्ण पनि छ। यी सबै कुराहरूलाई पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 103 अध्यायको 15 पदबाट 17 पदसम्ममा हेर्न सक्नुहुन्छ। यहाँ यसो लेखिएको छ: मानिसको आयु त घाँसको आयु जत्तिकै छ, मैदानको फुल झैँ त्यो ढकमक्क फुल्छ, अनि बतास त्यस फुलमाथि भएर जान्छ र त्यो विलयन हुन्छ र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन। तर परमप्रभु करुणा आफ्ना भक्तहरूमाथि र उहाँको धार्मिकता तिनीहरूका छोरा नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ। आमेन। यदि तपाईँलाई यो वचन मन पर्यो भने कृपया लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। तपाईँका विचार र प्रश्न कमेन्टमा लेख्नुहोस्। हामीलाई तपाईँको प्रतिक्रिया प्राप्त गर्दा खुसी लाग्नेछ। हवस् त, आजको बसाइमा यति नै। अर्को बसाइमा असल वचनको साथ फेरि भेट हुने प्रतिज्ञा गर्दै आजको बसाइबाट बिदा हुन्छौँ। धन्यवाद। परमप्रभुको अनन्त करुणा तपाईँलाई सधैँ साथ रहोस्।